अब यो चाहिँ मुलाको अचार तयारी हुँदैछ। यसमा चाहिँ के पो पस्यो? यसमा तोरी अनि तिल पनि अनि धनिया अनि खोर्सानी नुन तेल अनि अलिकति अजिना पनि लाग्यो। यो होइन, अस्ति हामीले एउटा भिडियोमा हालेको थियौँ, त्यो फोटो हालेको थियौँ, त्यो सुकेको यति नै हो? यति मात्र भएछ। यो यसले यो भरिन्छ कि भनेको अब यस्तै मन पर्छ। यति चाहिँ यसले चाहिँ अब कति लगभग अब ठिक्क खाइयो भने थाम्छ 1 साल। अब अरू पनि खल्पी छन्, कागती छन् हाम्रा, अनि मेसु छ, अनि सँगसँगै खोर्सानीहरू टन्नै छ। अब फेरि बन्ने कुरा पनि छन् होइन। यतिले 2-4 आइटम चाहिँ हाम्रो अनिवार्य अचारहरू बन्छ खल्पी। यो तयारी बन्दैछ है मित्रहरू। अब हाल्ने बेला भएको कि एकछिन राख्ने हो? अब त यसमा हाल्ने कुराहरू त सकाइयो होइन, अहिले भर्खर नुन हालियो होइन, अरू लाउनु हुँदैन। खोर्सानी कतिको पिरो लाग्यो? पिरो छ ठिक्कको। ल अब हाम्रो तयार भयो मित्रहरू। तपाईँहरू कुन तरिकाले मुलाको खल्पी यसरी बनाउनुहुन्छ? हामी चाहिँ यो तरिकाले बनाउँछौँ, मिठै हुन्छ होइन, अमिलो पनि हुन्छ। गनाउनु चाहिँ लास्ट गनाउँछ है फेरि। मुलाको जातै त्यस्तै हो, इस्कुसको पनि मिठै हुन्छ। ल हाम्रो रेडी भयो।